दर्शकवृन्द, आज बक्स अफिसमा फिल्म राम नाम सत्य 16औं दिनमा प्रदर्शनरत छ। त्यसैले आज हामी यस भिडियो अन्तर्गत कुरा गर्न गइरहेका छौँ। यस चलचित्रको हिजोसम्मको टोटल बक्स अफिस कलेक्सन साथै आजको सोच काउन्ट कति थियो र फिल्मले यति बेला दिउँसो कस्तो बुकिङ गरिरहेको छ र फिल्मले आज कतिको कमाइ गर्न सफल होला भनेर। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। दर्शक महानुभावहरू, माइकल चन्दको कथा, पटकथा एवं संवाद लेखन रहेको एक्सन ड्रामा जनरमा आधारित फिल्मको शीर्ष भूमिकामा हामीले विराज भट्ट, सुनिल थापा, सुशील श्रेष्ठ, प्रशान्त ताम्राका र सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, दिनेश डिसी, खुसी कार्की लगायतका कलाकारहरूलाई देख्न सक्छौँ। माइकल एन्टरटेनमेन्ट हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा उपेन्द्र साई र श्वेता विमलीको लगानी थियो। पहिलो दिन चैत्र 27 गते 199 शोका साथ प्रदर्शनमा आएको फिल्मले आज 16औं दिनमा 49 वटा शो प्राप्त गरेको छ। निर्माताको आँकडा अनुसार यो फिल्मले हिजोसम्म बक्स अफिसमा नर्मली पनि 3 करोड 45 देखि 50 लाखको बीचमा कमाइ गरेको छ। विकास बोर्डको आँकडा अनुसार भने 3 करोड 20 देखि 25 लाखको बीचमा कमाइ छ। यो फिल्मको बक्स अफिसमा आज 16औं दिन हो। मर्निङको शोमा लगभग 5 देखि 8% सम्मको ओभरअल अकुपेन्सी लिएको फिल्मले यति बेला दिउँसो 10% भन्दा माथिको अकुपेन्सी लिइरहेको छ। चलचित्रको यति बेला 2 बजेदेखि 5 बजे भन्दा अगाडिको शोको बुकिङ कस्तो भइरहेको छ आउनुहोस् चेक गरौँ है त। 2 बजे वान सिनेमाज कालीमाटीमा छ, यतिको भइरहेछ। त्यसै गरी अर्को छ हाम्रो 2:30 मा क्युएफएक्स भक्तपुरमा छ, भक्तपुरमा 2:30 मा, यहाँ यतिको भइरहेछ अलिअलि। अर्को छ हाम्रो 4:30 मा बिग मुभिजमा छ, यहाँ यतिको छ। पाथिभरा सिने प्लाजा बिर्ता मोडमा 2 बजेको सो छ, सो नै पाउन्ड भएन। अर्को छ हाम्रो 2:15 मा क्युएफएक्स सिनेमा सिजी मलमा, यतिको भइरहेछ। अनि अर्को चाहिँ 3:30 मा क्युएफएक्स जलमा नारायणगढमा छ, नारायणगढ खाली छ। अनि हाम्रो अर्को 2:15 मा बिएसआर मुभिज गोङ्गोबुमा छ, अलिअलि भइरहेछ यहाँ। एफक्युबमा 3 बजेको सो, यहाँ पनि यतिको छ। अर्को छ हाम्रो 2:45 सिनेरोयलमा, सिनेरोयलमा नि फट्टफुट्ट भएको छ। 2:30 मा म्याङ्गो जनज्योति सिनेमा पर्सा चितवनमा नि 8-10 वटा भएको छ। फ्रन्ट सिनेमा जिल्लामा 2:45 को सो खाली छ। दर्शकबिन देखिसक्नुभयो। फिल्मले केही शोमा भने 30 देखि 50% को अकुपेन्सी लिएको छ भने ओभरअल अकुपेन्सी लगभग 10% हाराहारीमा छ। इभिनिङ र नाइट शोमा कम शो प्राप्त गरे तानि फिल्मले लगभग 10 देखि 15% को ओभरअल अकुपेन्सी लिने देखिन्छ। त्यसै कारणले फिल्मको आजको कमाइ 3 देखि 5 लाखसम्म आउन सक्छ। ल त दर्शक महानुभावहरू, यो रह्यो आजको जानकारी। हजुरहरूले चलचित्र राम नाम सत्य हेर्नु भयो कि नै त? यदि हेरिसक्नु भएको छ भने हजुरहरूलाई यो फिल्म कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया तल हामीलाई कमेन्ट मार्फत व्यक्त गर्नुहोला र आगामी दिनमा डेली यस फिल्मको बक्स कलेक्सनको भिडियो रिपोर्ट हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्दै हामीसँगै जोडिनुहोला भन्दै अर्को भिडियोसम्मको लागि म पनि बिदा हुन्छु। धन्यवाद।